भक्तपुरमा महेश बस्नेतकी छोरीको विवाहमा सार्वजनिक सडक बन्दको घटना यति बेला चर्चा र आलोचनाको विषय बनेको छ। नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतकी छोरीको विवाह वैशाख 28 गते भक्तपुरको गठाघर स्थित जर्मन होम्स पार्टी भेन्यूमा सम्पन्न भयो। विवाह समारोहमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वर्तमान मन्त्रीहरू, सुरक्षा निकायका अधिकारीहरू, एमाले नेताहरू र स्थानीय प्रभावशाली समूहहरू गरी करिब 3000 जनाको भव्य उपस्थिति थियो। विवाह समारोह दिउँसो 2 बजे प्रधानमन्त्री केपी शर्मा ओलीको आगमनसँगै झन विशेष बनाइएको देखिन्थ्यो। तर उक्त समारोहका लागि सार्वजनिक सडकमा देखिएको अस्वाभाविक व्यवस्थापनले सर्वसाधारणलाई ठूलो असहज बनायो। गठाघरदेखि ठिमी जाने मुख्य सर्भिस लेन ट्राफिक प्रहरीले बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म अवरुद्ध गर्यो। विवाह स्थलमा निमन्त्रित नभएका व्यक्तिहरूलाई बाटो प्रयोग गर्न दिएन। उक्त सर्भिस लेनमा ट्राफिक प्रहरीले लाइसेन्स अथवा सवारी साधन अनुमति पत्र चेक गरेको जस्तो देखिन्थ्यो, तर त्यहाँ अनुमति पत्र नभएर विवाहको कार्डको खोजी थियो। प्रहरीहरूले जर्मन होम्स पार्टी भेन्यूमा जाने बाहेकका नागरिकहरूलाई बाटोमै रोक्दै फर्काइदिएका थिए। जुन कानुनी रूपमा गलत मात्र होइन, दादागिरीपूर्ण व्यवहार त्यहाँ देखिन्थ्यो। नेपालको सवारी तथा यातायात व्यवस्थापन ऐन 2050 र सार्वजनिक सडक ऐन 2031 अनुसार आपतकालीन अवस्था, राष्ट्रिय सुरक्षाको जोखिम वा अत्यन्त विशेष परिस्थिति बाहेक सार्वजनिक सडक पूर्ण रूपमा बन्द गर्न पाइँदैन। प्रधानमन्त्री ओलीको करिब 15 मिनटको उपस्थिति वा विवाह समारोह निजी प्रकृतिको हुँदा यस्तो व्यापक सडक बन्दको कुनै वैधानिक आधार देखिँदैन। नेपालमा सडक बन्द गर्न सवारी तथा यातायात व्यवस्था ऐन 2050 को धारा 16 र सार्वजनिक सडक ऐन 2031 को धारा 12 अनुसार मात्र अनुमति दिइन्छ, जुन आपतकालीन अवस्था, उच्च सुरक्षा जोखिम, सार्वजनिक कार्यक्रम वा राष्ट्र प्रमुखको आगमन जस्ता विशेष अवस्थामा मात्र लागू हुन्छ। यी अवस्था बाहेक सार्वजनिक सडक अवरुद्ध गर्नु नागरिकको आवागमन अधिकारमाथिको उल्लङ्घन हो, जुन नेपालको संविधानको धारा 17 उपधारा 2 ले सुनिश्चित गरेको व्यक्तिको स्वतन्त्रबाट वञ्चित गरिने छैन भन्ने नागरिक हकसँग मेल खाँदैन। संविधानको धारा 17 को उपधारा 1 को ङ मा भनिएको छ, नेपालको कुनै पनि भागमा आवतजावत गर्न रोक लगाइने छैन। तर ओलीको अति विश्वासपात्र र पूर्व कानून निर्माताले यसरी दिन दहादै संविधान कुल्चिँदा कानूनको मजाक उडेको छ।